सो पहिलो प्रश्न रहेको छ गाउँ खाने प्रश्नको भिखारी होइन पैसा माग्छ केटी होइन पर्स भिर्छ कुकुर होइन ढोकामा बस्छ के हो के अरे भिखारी होइन पैसा माग्छ केटी होइन पर्स भिर्छ कुकुर होइन ढोकामा बस्छ के हो भिखारी होइन पैसा माग्छ सबलाई माग्छ कसैलाई छोड्दैन एक पैसा केटी होइन पर्स भिर्छ मजाले पैसा राख्न कुकुर होइन ढोकामा बस्छ त्यो सार्वजनिक शौचालयमा बस्ने केटकिपर त्यही हो त किनभने अब पैसा माग्न बस्छ ऊ भिखारी होइन अब के पर्स फिर्छ केटी होइन भनेर छ पैसा हाल्ने तिनीहरूको छड्के एउटा ब्याग पनि हुन्छ अर्को के थियो कुकुर होइन ढोकामा बस्छ अर्को ढोकामा कोही मान्छे मुतेर हएर भाग्ला भनेर ढोकामा कुरेर बसिरहेको हुन्छ क्या आउने रहेछ त मैले यतिकै भन्दा त्यो चाहिँ होइन होला यो पनि हो बसको सहायक चालक भने मिल्यो त्यसो होइन पनि हो भनेपछि मिल्यो यो पनि त्यस्तै त्यस्तै आउने रहेछ त मैले यतिकै दिमाग लाग्यो मैले कमेडी बनाइदिन खोजेँ तर मिलेछ होइन यस्तै त हुन्छ ओके अर्को जाउँ है त ओके स्याउ स्याउ चल्ला 12 गाउँ हल्ला के हो स्याउ स्याउ चल्ला 12 गाउँ हल्ला स्याउ स्याउ चल्ला भने कुखुराको बच्चालाई चल्ला भन्नाले चल्लै नहुन सक्छ स्याउ स्याउ त्यो केही बच्चाहरू धेरै स्याउ स्याउ चल्ला स्याउ स्याउ धेरै मात्रामा 12 गाउँ हल्ला स्याउ स्याउ चल्ला 12 गाउँ हल्ला यो त धेरै चिजलाई मिल्छ अहिले हाम्रो विराज भट्ट र समीर भट्टको फिल्मलाई नि मिल्यो ओ गड 12 गाउँ हल्ला चाहिँ 2 आउँदैछ नि त अब होइन तर त्यहाँ स्याउ स्याउ चल्ला म आफ्नो तरिकाले लजिक लाएर मिलाइदिन्छु त्यसमा थुप्रै कलाकारहरू हुन्छन् विराज भट्ट समीर अनुप विक्रम कहीँ स्याउ स्याउ चल्ला 12 गाउँ हल्ला तर यो होइन थाहा छ मलाई स्याउ स्याउ चल्ला 12 गाउँ हल्ला चल्लाको अलिकति हिन्स दिनु चल्ला भन्नाले कसरी हिन्स दिने त्यो केही धेरै धेरै गोलै लाएर बस्या हुन्छ क्या के अब अर्को हिसाबले मेरो तर्कले होइन म त फेरि पहिला स्कुल कलेज पढ्दा नि आफ्नै तरिकाले एन्सर दिन्थेँ होइन फर्स्ट पनि हुन्थ्यो कि म त ए हो अब म यसमा आफ्नो तर्क के लगाइदिन्छु भने होइन अहिलेको राष्ट्रपा पार्टी पनि हुन्छ ल कसरी तर्क र स्याउ स्याउ चल्ला अहिले सबै यो अहिलेको चुनावमा होइन जित्नेले नि जिते नजित्नेले नि जिते फेरि होइन राम्राले नि जिते काण्डवालाले नि जिते सज्जनले नि जिते ठगहरूले पनि जिते होइन चन्दाका धन्दा गर्नेहरू पनि कति आए स्याउ स्याउ चल्ला 12 गाउँ हल्ला विश्वभरि बालेन सरकारको हल्ला छैन अहिले टाइम्स अफ अमेरिकादेखि कता कता टाइम्स म्यागजिनदेखि बालेन सरकारको फोटो आइसक्यो यो मेरो तर्कले फेरि किन बालेन शाह कडा हुनुहुन्छ नि त स्याउ स्याउ चल्ला होइन त्यो चल्ला जुन चल्लाहरूले केही गर्न सक्दैन किन अहिले राष्ट्रसभाका सांसदहरू केही बोल्न पाइरहेछ नि त छैन नि त यत्रो महँगी बढिरहेछ कोही एक शब्द बोल्दैन मैले चाहिँ इन्टरभ्यूमा होइन आफै खर्च गरेर 100वटा मिडिया बोलाएर होइन टन्न खाजा खाना खुवाएर लाखौँ खर्च गरेर मैले बोल्नु परिरहेछ त्यो चल्लाहरूले पनि अब चिल आयो भने बाजा आयो भने त्यो चल्ला के गर्न सक्छ त त्यो माउको पखेटा मुनि लुक्नु जाने हो स्याउ स्याउ चल्ला सांसदै सांसद 12 गाउँ हल्ला ओरिजिनल एन्सर चाहिँ के छ मौरी 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 त्यहाँ चल्ला कसरी भयो बुन 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 सँग चल्ला भन्नाले चल्नै हुँदैन के कुखुराको चल्नै हुँदैन के त्यो अघि कुकुर म भनेर छेउछाउमा चाहिँ पुग्ने रहेछ होइन कुकुर भनेर त्यो मान्छे रहेछ नि त कुकुरै रहेछ म छेउछाउमा पुग्ने मैले लामखुट्टे भन्न लाग्थेँ ए त्यो पनि भुनभुन गर्छ नि त ए त्यो भन्नाले चाहिँ अलि छेउछाउमा पुग्ने रहेछ तपाईँको अनुसारले पनि ठिक छ मेरो अनुसारले पनि ठिक छ राष्ट्रपा पार्टी जिन्दाबाद के जिन्दाबादै हो अब अहिले देशै उहाँहरूको हातमा छ महँगी घटाइदिनु सरकार अनि यो डिजेल र पेट्रोलको भाउ घट्दा पनि पहिला जे जे चिजमा भाउ बढाएको छ नि त्यो कसैले घटाएन क्या तिनीहरू पनि त भ्रष्टाचारी हो नि त यहाँ नेता कर्मचारी मात्र भ्रष्टाचारी हुँदैन क्या हामी जनता पनि भ्रष्टाचारी हुन्छ सबै भ्रष्टाचारी अनि जिन्दाबाद चाहिँ किन भने स्वर्णिम वाग्लेजीले त्यो कर मर्दा पनि कर शिक्षा पनि कर के कर लाग्थ्यो नि बालेन शाहले 3% कर हटाइदिनु भएछ क्या त्यसको लागि पनि जिन्दाबाद भन्न चाहन्छु जिन्दाबाद स्वर्णिम वाग्ले चाहिँ के हो पनि होइन मलाई अचम्म लाग्छ नभनिदिनुहोस् किन उहाँले गर्दाखेरि यो पार्टी धेरै बदनाम भइरहेको थियो अहिलेको सरकार मर्दा पनि कर लगाइदिन्छ जन्मिँदा पनि कर रे स्वास्थ्य पनि कर रे पढ्दा पनि कर रे ट्राफिकको जरिमाना 1 लाख रे
तेरी मा चिनी चियापत्ती हो यहाँ उनीहरूसँग पैसा छ त अब नेताहरू फेरि हामी यस्तो अभागी जनता भयौँ अमित शाह है पहिलाका नेताहरू हात्तीछाप चप्पल पड्काउँदै आएको थिए अरे काठमाडौँ खरबपति बने करोडौँको गाडी करोडौँको घर अब अर्को अहिलेको नयाँ सरकारमा चाहिँ होइन अलरेडी करोड अरबपति के फेरि अनि गरिबको मर्का कसले बुझ्ने के हो नि पहिला हात्तीछाप चप्पल पड्काउँदै आउँथे खरबपति भए है यिनीहरू सब मेरा जनता भनेको पुसुना हुन् तिमीले भनेको स्याउ स्याउ चल्ला बाह्र गाउँ हल्ला भने हात लगाइदिने अनि उनीहरूलाई गरिबको मतलबै भएन गरिबलाई लुटेर यिनीहरू खरबपति भएको अब अहिले नयाँ सरकारका नेताहरू मन्त्रीहरू अलरेडी अस्ति सम्पत्ति सार्वजनिक गर्दाखेरि देख्नु किलो किलो सुन अन्त जुन त्यो 32 करोड 40 करोड भनेको छ नि त्यो सरकारी रेटमा हो नि त्यो जग्गा जस्तै काठमाडौँको मानिलिउँ थानकोटमा मेरो काठमाडौँ थानकोट मेरो घर सरकारी रेट त रोपनीकै 2-3 लाख छ त तर त्यहाँ आनाको अहिले 70-80 लाख छ होइन त्यो हिसाब गर्ने त अरबपति खरबपति हो अनि त्यही पनि सम्पत्ति सार्वजनिक गर्दा सबले पुरा त कसले देखाउँछ त्यही त नि अनि अलरेडी यिनीहरू त अरबपति खरबपति अनि गरिबको कुरा बुझ्ने कोही पनि भएन स्वर्णिम वाग्लेजी उहाँ त झन् विदेशमा घुमिरहेको मान्छे रहेछ होइन अब उहाँका आफन्तहरू नि पहिलेदेखि नेताका आफन्तहरू त अलरेडी धनी होला अनि उहाँहरूले गरिबको कुरा बुझ्न सक्नु भएन कि बुझ्ने पनि चाहियो भन्ने अलिकति बालेन शाह र सुदन गुरुङ चाहिँ अलिकति जनताहरूसँग नि घुमिरहेको देख्छु अझ विशेष गरी सुदन गुरुङ ठाउँ ठाउँमा पुगिरहेको छ नि त त्यो गर्नुपर्छ क्या नेताहरूले जरुरी छ जनताको पीडा मर्का बुझ्नु पऱ्यो नि त मान्छे अस्ति 1000को लागि आत्मदाह गरेन अवश्य होइन अनि यिनीहरूलाई त्यो महावीर पुन भन्ने अहिले मन्त्री बनेको अरे होइन हाम्रो नेपालीहरू एकदम टेढा छन् यिनीहरूलाई त्यो जरिवाना तिराउनुपर्छ बल्ल ठिक लाग्छ भन्छ ए बुढा मान्छे तिमीसँग अब त्यो चन्दाको धन्दा गरेर पैसा छ किताब एक दिन बाहिर निस्क्यो भने करोडौँको किताब बेच्छौ उसलाई पो 1 लाख केही पनि होइन त एडा भन् कि पेडा खाता भन्छ नि त्यो हिन्दी फिल्मतिर महावीर पुन चाहिँ मलाई त्यस्तै लाग्छ क्या सोझो भन्ने जनतालाई नि बुझ्नु पर्यो भन्ने हो जनताको मर्का पनि बुझ्नु जनतालाई बुझाए जस्तो नि गर्ने फेरि बुझ्ने चाहिँ कोही पनि छैन क्या बुझे जस्तो गर्ने मतलब बुझाए जस्तो गर्ने क्या अनि उसले रासोपाले मन्त्री बनायो भन्दैमा गलतलाई गलत त भन्न सक्नु पऱ्यो नि त मेरै साथीहरू थियो क्या अहिले सांसद बनाएका छन् सोम शर्मा हेमराज थापा उसले त हारेको अरे होइन त्यो अस्ति गणेश नेपाली भन्नेले आत्मदाह गर्यो नि यदि उनीहरू रासोपा पार्टीबाट चुनाव नलड्या भए उनीहरू सांसद नबनाए भए होइन यिनीहरूले काठमाडौँमा आगो बाल्थ्यो क्या तर विरोध गर्ने भएन एकदम सशक्त विरोध गर्ने मान्छेहरू हुन् नि त अब अहिले पार्टीमा गयो चुपचाप उनीहरू पनि त्यो भइरहेछ क्या अहिले त प्रतिपक्ष नि मै मात्र सुकिरहनु लाग्छ कि नेपालमा संसदमा कोही बोलाइदिएको थिएन सबैजना सपोर्टर पहिलाको सरकारमा ज्ञानेन्द्र साई थियो अलिक खरो आवाज उठाउने योपालि त जापानबाट खरो होइन अर्कै ऊ आवाज उठाउनु थाल्यो अनि योपालि त प्रतिपक्ष नै छैन क्या अनि म यस्तो बोलिदिइरहन्छु मिडियातिर फेरि यो सरकार राम्रो चाहिँ किन छ भने होइन सुन्दो रहेछ क्या मैले वृद्ध भत्ताको बारेमा धेरै इन्टरभ्यूमा बोलाएको थिएँ होइन मलाई फोन आयो क्या तपाईँले भनेको कुरो होइन एकदम सही हो होइन यसलाई हामी त्यो हुन दिँदैनौँ भने नभन्दै नगर्ने भइसक्यो कि किनभने पहिला 65 वर्षमा पाउँथ्यो 60बाट 65 बढायो 65बाट स्वर्णिम वाग्ले के भन्नुहुन्छ 70 पुऱ्याउने अरे मैले के भन्दा थिएँ बरु दिन्न वृद्ध भत्ता दिन्न त्यो सबै हामी खान्छौँ भन्न भन्दा कि मैले अहिलेको मान्छेहरू 70 वर्ष बाँध्ला त भने गाह्रो छ हामीसम्म सक्छौँ फेरि हामीले अलिअलि भने अर्ग्यानिक भेटेका छौँ क्या यो पछाडिकोले अनि अहिलेका मान्छेहरूले त सुई हालेको फलफुल खाइरहेको हुन्छ हरियो सागपात भने त औ विषादी औषधि छर्के प्लास्टिकको चामल आउनु थालिसक्यो अनि अहिले मान्छे 70 वर्ष बाँच्छ गाह्रै छ अनि त्यो वृद्ध भत्ता भने हाम्रो नेताहरूले चाहिँ के भन्न थाल्दो रहेछ भने आफ्नै बाउको सम्पत्ति देखाएको गर्छन् क्या जिन्दगीभर हामीले कमाइरहेछौँ हामीले तिरिरहेछौँ नि त नुनदेखि सुनसम्म त्यो पैसा पछि एउटा रिटर्न दिने हो नि त त्यसले कति नै देखाएको छ 4000 दिन्छ क्यारे होइन अनि यस्तो छ अनि यो मैले यो भन्दा थिएँ सुनेछ क्या जस अहिलेको सरकारले सुन्ने पनि छ त्यही भएर जिन्दाबाद ल अर्को क्वेसनमा जस्तै यो अहिले 3% वाला कर पनि त बालेन शाहले आफ्नो स्ट्याटस मार्फत होइन धेरैको यो ऊ भएर हामीले हटायौँ भनेर भन्यो नि त जनताको आवाज सुन्दो रहेछ क्या सुन्न पनि फेरि हर्क सम्मान के भन्छ मैले गर्दा हटा भन्छ फेरि बन्यो भने चाहिँ
केही उता त दुर्गा पर्छ नि त्यो भने त मैले गर्दा मलाई त्यसो त म पनि भन्छु सबभन्दा बढी त मैले बोलाएको थिएँ मैले गर्दा हट्यो मैले गर्दा हटाएँ अर्कोचोटि मलाई प्रधानमन्त्री बना होइन म पनि सक्छु ओके सक्छु होइन म यो देशलाई काया पलट बनाइदिनु सक्छु यदि मलाई बनाउने हो भने किनभने मैले भनेपछि जिन्दगी तपाईँ आफूले आफूलाई प्रधानमन्त्री पनि कुनै दिन त्यसको लागि पनि लड्नुहुन्छ मेरो हातमा रेखा छ फेरि राजु रघु जहाँसुकै देखाऊ मेरो छ तर म आफैले नचाहेँ कि ए नचाहे जानुहुन्न यहाँ गाह्रो छ नि त नेपालमा मासु भात नखाई ए चुनाव जितिँदैन रक्सीको बोतल नखोली जितिँदैन अँ होइन हजार हजारका नोट फाल्नु पर्यो गाडी एउटा चुनाव जित्नलाई वडा अध्यक्षको चुनाव जित्न करोड खर्च हुन्छ हामीलाई थाहा छ नि त चुनाव नउठे पनि साथीहरू धेरै उठाएको छन् नि त मैले कतिलाई पैसा सपोर्ट दिएको छु है फेरि चाहिँ दिँदैनन् पो पोल खोलिदिउँला दिन पर्यो ल ल अर्कोमा जाऊ है त त्यसो भए ओके रातो घोडा हरियो पुच्छर के हो रातो घोडा हरियो पुच्छर हरियो पुच्छर भएको घोडा के हो त त्यही त भनेको हरियो पुच्छर हरियो पुच्छर भएको घोडा रातो घोडा हरियो पुच्छर गाजर हो पक्का गाजर रातो हुन्छ पुच्छर हरियो त्यस्तै रहेछ त गाउँ खानी गर्दा होइन यति ल तपाईँको उत्तर मिलेको छ ए मिल्यो ल मिल्यो मिल्यो लास्टमा नै अब साँच्ची नै मिल्यो साँच्चै मिल्यो लास्ट वानमा छ ओके पिउनेलाई मिठो चाख्नेलाई तितो के हो पिउनेलाई मिठो चाख्नेलाई तितो रक्सी हो कि हो पिइरहँदाखेरि पहिला कुनै बेलाको त पूर्व जना त हुँ म पनि अँ, पिँदै खाँदै गएपछि त तितो बेर पनि मिठो लाग्दै आउँछ क्या हो चाख्दाखेरि त यसो देख न त तितो। गर्छ नि अँ, मेरो लजिकले त्यो हो त्यही पनि अर्को तरिकाले सोचौँ है अँ, पिउनेलाई मिठो चाख्नेलाई तितो थाहा भएन मेरो हिसाबले चाहिँ त्यही हो रक्सी हो अनि अर्को एउटा ऊ पनि हुन्छ करेलाको जुस खाने मान्छेहरूलाई अक्षय कुमार टाइपको मान्छेलाई अँ, करेलाको जुस त्यो भयङ्कर मिठो लाग्छ अरे क्या ए तर नखाने मान्छेलाई त एक चम्चा खुवाइदिउँ न चाख्नेलाई तितो तितो। त्यस तपाईँको एन्सर चाहिँ केलाई दिनुहुन्छ एउटा मात्र लक गर्नुहोस् मेरो हिसाबले चाहिँ मैले रक्सीलाई दिएँ र तपाईँको उत्तर मिलेन मिलेको छ मिल्यो मिल्यो यत्तिकै गुल ठोक्दै ल है ल